विपिन कार्की, सुजन चपागाई, झुमा लिम्बू, मृणा मगर चारैजना आर्टिस्ट एकदम राम्रो मनपर्नेको आर्टिस्टहरूको एकै ठाउँमा कार्य भएको गीत आएको छ। हेरिदिउँ न त। झुमा लिम्बूको यो गीतमा चाहिँ स्वर एकदमै दामी दामी लाग्यो यार। सानोमा धेरै यसरी नै गोठालो गएको भएर मलाई चाहिँ यो गीत एकदम रिलेटेड भइरहेछ क्या। तर यसरी चाहिँ अब डेटिङ चाहिँ गइएन गोठालोमा होइन। तर यो गोठालो धेरै 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 गरेको मान्छे भएर गोठालो गएको सिनहरू यो इभन दाउरा पनि मैले धेरै बोकेको छु। विपिन कार्कीको एक्टिङ ओ माई गड अलवेज फेभरेट। पूर्वेली परिवेश र पूर्वेली भाका भएर पनि होला एकदमै आनन्द आइरहेको छ यो गीत। धान सुक्यो राप्ले फकाउँछ काफले जानु कि नजानु। धान सुक्यो राप्ले फकाउँछ काफले जानु कि नजानु। वाउ झुमा लिम्बू झन् काफ्लेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या। मृणा मगरको डाइलग डेलिभरी र भोइस एकदम राम्रो लाग्छ मलाई। एक्टिङ त त्यस्तै त्यस्तै हो। त्यो अस्ति रुख चढ्दाखेरि गएको गीत गाउनु। सुजन चपागाई थोरै गीत गाएर एकदमै धेरै मन जित्ने कलाकार होला कि सुजन चपागाई चाहिँ गायक। ओ माई गड अलवेज फेभरेट। तर एउटा कुरा यो दाउराको भारी चाहिँ पटक्कै भएन क्या। यो पूर्वेली परिवेशमा बनाएको दाउराको भारी त हाम्रोतिर त गाउँमा आमा दिदीहरूले त दाउराको भारी बनाउनु त टक्क 5-10 मिनट लगाएर वरिपरि राखेर माथि पनि टट्ट मिलाएर एकदम कलात्मक जस्तो देखिने क्या। त्यसरी फुत्त फालेर हिँड्नु पनि माया लाग्ने हुन्छ क्या। त्यसरी फालेर हिँड्नु पर्ने नै हुँदैन थियो। दाउराको भारी चाहिँ अलिक भएन। ओ माई गॉड मजा आयो मजा आयो। उनको सिटर वैशाख 26 गते हो क्या अरे सायद। सबैजनाले हेर्नु होला।